ल गाइस हामीहरु चाहिँ गाडीमा चढिसकेको छु दाजु ल एकचोटि यता हेरौँ है ल है ल गाइस ल ल हामी चाहिँ ल गाइस हामी पुगिसकेपछि ठक्कसितले नयाँ ब्लग फिल्मिनु हुन्छ मेरो नयाँ आइडी हो मेरो किनभने रविको काम हेरेको छैन हामी बालेनौ काम ल गाइस हामी फाइनली पुगिसक्यौँ है मलेसिया छु हामीहरु चाहिँ ल 51 ल गाइस हामी ठ्याक्क ल किन अब ब्लग बनाउन आएपछि ब्लग बनाउनु पर्यो ल हामी अब यहाँ चाहिँ टिकट काट्नुपर्छ गाइस कति लाग्छ थाहा छैन टिकट गाइस के त ल हाम्रो दाइलाई चाहिँ फेसबुकमा फलो गर्नु होला दाजु फेसबुकको नाम के छ अरे तपाईँको पेजको ललित कुमार छ ललित कुमार ल गाइस यो हामीहरु घुम्न आएको टेम्पल हो यस्तो छ हामी एरिया छ हैन नामहरु ओ युनिक तरिकामा छ भएन गाइस हाम्रो यस्तो खोला त ठाउँ ठाउँमा भेटिन्छ के यस्तो खोलामा नुहाउनेहरुको पनि कमी छैन के यानी चाहिँ कस्तो धमिलो पानी छ के हाम्रो त्यति राम्रो हैन शुद्ध पानी कस्तो राम्रो पानी माल्न त डेभलप गर्नु सक्यो सबैजनाले मेरो युट्युबमा चाहिँ सब्स्क्राइब गर्नु है ल हेर्नुस् त मान्छेहरूले रोजगार पनि पाएको छ एउटा सानो केही व्यवसाय गरेर पनि बस्न मिलेको छ यस्तो फोहोर खोलाहरू छ हैन हाम्रो खोला त हामी नेपालीको त धेरै राम्रो हो नि त यस्तो भन्दा त हैन अब चाहिँ केही हुन्छ भन्ने पुरा आश छ हामीहरु सबै जनताहरुलाई ल हामी ब्लग्स गर्दैछ केटाहरुले पुरै नेपालीमा माचिक्ने हानिदिन्छ त के हो यार सरी गाइस हैन ओइ पन्जाङ पनि यो पनि आछ ल ओ खैरे ल कस्तो धमिलो पानी हो के यार हैन हामी चाहिँ यहाँ माथि झरना छ भनेको छ है त्यही पनि अब हामी झरनातिर जाँदैछौँ मेरो ब्लग छ ब्लगमा सब्स्क्राइब गर्नु होला नबिर्सनु बाटोले हामी चाहिँ हिँड्दैछु है ल गाइस हामी टेम्पलतिर पुगिसक्नु लागेको छु है वाउ दामी ल टेम्पल चाहिँ झरना भनेको यहाँ छ क्या दामीको भर्खर आइपुग्यो हामी गाइस हेर्दै यहाँ चाहिँ मान्छे आफैले बनाएको हो यो नेचुरल होइन दामी छ तपाईँहरू हेर्नु होइन यहाँ चाहिँ पुरै तपाईँको आफैले बनाएर होइन सानो खोलालाई टक्क सानो बाटो थियो होला ल म तपाईँलाई यहाँ चाहिँ कसरी बनाएको रहेछ भनेर म देखाउँछु है म देखाउने कोसिस गर्छु है त तपाईँहरूलाई यहाँ कालेर भनेको यस्तै हो क्या पुरै यहाँ चाहिँ इन्डियाको मान्छेहरूलाई नि काले हुन्छ होइन मलेसियामा काले भनेको चाहिँ तपाईँको इन्डियन काले नै हो क्या यतिको लागि हामीले चाहिँ मरिहत्ते गरेर आएको क्या कति नराम्रो छ भनेर आएको यहाँ आइपुग्दै खोला कि पुरै ल हेर्नुहोस् यहाँ एउटा भन्छ सानो खरे गोरेटोलाई मान्छेले हेर्दाखेरि एट्र्याक्टिभ देखाउने खालको चाहिँ एउटा भन्छ नि बोलाओस् मान्छे आओस् झरना टेम्पल भन्दो रहेछ ल हेर्नुहोस् कति सानो खोला हो क्या यो
यहाँ घुँडा घुँडा पानी पनि छैन गाइस। अनि होइन म यस्तो दुःख गरेर यहाँ आएको छु तपाईँहरू सामु ल्याउनलाई भिडियो। जाने हो पानी हेर्नु न कस्तो फ्रेस भयो। तपाईँ देख्न सक्नुहुन्छ यो मान्छे अहिले लड्यो यो मान्छे अहिले लड्यो गाइस हेर्नु यो अहिले भर्खर लड्यो यो मान्छे। ऊ हामीसँगै आएको हो मजाक गर्दा गर्दै उसलाई अहिले चोट लाग्ने सम्भावना छ। किन अहिले लड्छ छिटो छिटो मान्छे यार खतरा रहेछ यार यो मान्छे डर नभएको मान्छे होइन। यस्तो यस्तो मान्छे डेन्जरले हो के नेपालको भनौँ न चोर नेताहरूलाई लहटेको चाहिँ ल सबैजना होइन हेर्दै गर्नु होला। यहाँ चाहिँ यस्तो फ्रेस छ नि त साथीहरू। यो ढुङ्गा हो यो माटो होइन यो फ्रेस छ क्या यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ यस्तो चिप्लो छ हेर्नुहोस् यहाँ चिप्लो यस्तो ढुङ्गाहरू छ होइन। यहाँ अघि म पनि चिप्लेर लडेको छु यता चोट लागेको छ होइन। त्यही पनि देख्न सक्नुहुन्छ गाइस देख्नुभयो। ओ ल त्यो मान्छे उहाँ पुगेछ लड्यो अघि डह्रो लड्यो है गाइस देख्नुभयो नि। मान्छेले चाह्यो भने गर्छ कि ल गाइस हेर्नुहोस् कति डेन्जर ठाउँमा कस्तो खतरा तरिकामा आइरहनु भएको छ उहाँहरू हेर्न सक्नुहुन्छ। उहाँहरूलाई अत्याधिक रमाइलो पनि लागेको छ र उहाँहरू भिडियोको लागि यहाँसम्म माथि आइपुग्नु भएको छ। म पनि धेरै नै सङ्घर्ष गरेर यहाँ भिडियो बनाउँदैछु। अनि सोल्टी के छ तपाईँको हालत तपाईँ ननाउने ओहो ननाउने भनेपछि तपाईँ ल ल ल आज नुहाइयो नि होइन गाइस। मेरो युट्युब ब्लग्सहरूमा चाहिँ यस्तै यस्तै आउँछ कि कन्टेन्टहरू। ल दाइले चाहिँ भुँडी मात्रा बढाउनु भएको छ। मेरो पनि भुँडी चाहिँ लागेको छ गाइस तर अलिक सानै छ अलिक कम लागेको छ कि मेरो भुँडी चाहिँ। देख्नु पनि यहाँ चाहिँ यसरी बनाइएको छ। यहाँ यो कसले यहाँ सबै थोक लेखेको छ हेर्न सक्नुहुन्छ होइन। यसरी टक्क यो कहाँ कहाँ घुम्ने होइन। यो हो मलेसियाको विकास गर्ने तरिका हेर्नुहोस्। यहाँ यसरी टक्कसितले होइन। यहाँ चाहिँ मान्छेलाई आउनुहुन्छ यहाँ टक्क रेस्ट गर्ने ठाउँ भयो है हेर्न सक्नुहुन्छ। चाह्यो भने विकास चाहिँ हुन्छ तर मान्छेको मन हुनुपर्छ विकास गर्नलाई। त्यो भाषण दिएर हुँदैन भाषण गर्नुपर्छ क्या नगरिकन हुँदैन नि त। त्यहाँ पनि नुहाइरहनु भएको छ होइन त्यो चाहिँ घर हो। राजीवले बाहिर पुगेको थियो क्या यसरी भिरेको थियो क्या कहाँ लुगा खोल्यो ढुङ्गा हेर्नु कस्तो दामी बनाएको। ल हामी ग्र्याब आइसक्यो मलेसियामा चाहिँ यसरी देख्नु ग्र्याबहरू आउँछ माथि अगाडि आइपुगेको छ। ल गाइस यसरी ग्र्याबमा हिँड्न पाइन्छ होइन। यो चाहिँ अनलाइन बुक गर्यो टक्क गाडीमा सर गयो कुनै टेन्सन हुन्न। मलेसियातिर यस्तो छ र अब यस्तो चिज चाहिँ हाम्रो नेपालमा पनि हुनु पर्यो। किन भन्दाखेरि कोही अब कहाँ गइरहेको हुन्छ उसले पेसेन्जरहरू उठाउनु मिल्छ। ओके आज लाग्छ धेरै भयो आज थाकियो। आज ल हाम्रो रमाइलो भिडियोहरू आयो आज भनौँ न छुट्टी दुईवटा आज पब्लिक थियो। पब्लिकको किन हामी अब ड्युटी दिएन क्या अब ड्युटी नदिए जस्तो आज घुम्नु पर्यो भनेर हामी आएको। तर मलाई चाहिँ खासै राम्रो लागेन त्यस कारणले म चाहिँ नआएको छैन। मेरो साथीहरू नआउनु भएको छ होइन। यता फेरि
ल चल्दे ठिक छ नि ओके ओके ल अब हाम्रो चाहिँ यहाँ सक्यो अब एकछिनमा जाने बेला हुन्छ अब जाने पनि हो मलाई धेरै चित्त लागेको छ गाइस आज अब यहाँसम्म आइयो अब भनौँ न देखाउनु थियो तपाईँहरूलाई नयाँ नयाँ भिडियोहरूमा होइन नयाँ नयाँ युट्युब च्यानल हो अब तपाईँहरूले यसो सपोर्ट गरिदिनु होला हजुरहरूले सपोर्ट गरिदिनु भयो भने मेरो लागि धेरै धेरै ठुलो कुरा हुन्छ है गाइस एकचोटि नबिर्सिकन मायाले भए पनि मेरो पुरा भिडियोहरू हेरिदिनु होला मलाई अलिकति खुसी लाग्छ खुसी हुन्छु होइन तपाईँको सानो एउटा भनौँ न भिडियो हेराइले पनि अलिकति मन पराइदिनु भयो भने मलाई धेरै खुसी मिल्ने छ र म हजुरलाई अरू भिडियोहरू पनि बनाउने कोसिस गर्नेछु ल थ्याङ्क यू सो मच